हेलो गाइजहरू, गुड इभिनिङ। आज हाम्रो खाना पकाउँदा पकाउँदै लाइन गयो। लाइन गएपछि के गर्ने त, यस्तै छ हाम्रो हालत। पाक्दैछ गाइजहरू, यस्तो हुँदैछ। मेरोमा केही देखेको छैन, यसरी लाइट बाली हो फेरि गाइजहरू। यो चाहिँ हाम्रो कुकम्यान। यस्तो हो फेरि लाइट बाली अनि यस्तो। सुदूरपश्चिम भट्टे पश्चिमको भाषा है। यसलाई के भन्छ चलाउनेलाई तिम्रोमा? पुनी भन्छ हाम्रोतिर। तिम्रोतिर पुनी भन्छ है। अनि त्यसपछि अरू के छ त? यसलाई के भन्छ? ब्रोकाउली दैनिकले भइहाल्छ। गोबी भन्छ, गोबी भन्छ गोबी। आज हामी गोबीको साग खाने हो। के खाने हो? हामीलाई गोबीको साग खाने हो। साग खाने हामी तरकारी नै भन्छ। तरकारी तरकारीलाई के अरे साग, हामीले तरकारीलाई तिउन भन्छ। तिउनको भन्छ तिउन। मगर भाषामा पनि भन्छ तिउन त। तिउन मगर भाषामा भन्छ। हाम्रोमा तिउन भन्छ कि तरकारीलाई तिउन भन्छ। तिम्रो साग, हरियो सागलाई हरियो सागलाई हरियो साग भन्छ। सबै तरकारीलाई साग भन्छ। गाईलाई यसको यसरी पकाइरहेको छ। हामीले चाहिँ आलु र गोबी र प्याज हालेर यसरी पाकिरहेको मसला हो। यसमा के छ त? अब पानी नहालिकन गाईहरू हाम्रो के छ? नुन छ, बेसार छ, बेसार एन्टिअक्सिडेन्टको काम गर्छ है गाईहरू। आज मैले आइहाल्छ है। गाईहरू हाम्रो टिमुर पनि छ है। घरको एकदम अर्ग्यानिक टिमुर छ गाईहरू। अनि भयो भन्नुहोस् है, म मगाइदिन्छु हजुरहरूको लागि। लो मिडियममा राख्ने यसलाई चाहिँ पाक्न दिनु। हाम्रो चाहिँ भात पनि पाकेर यही हुन्छ होइन त। अब अलिकति तरकारी खाएँ। गाईहरू गाह्रो छैन। लाइन गएर दुईवटा बत्ती बालिरहेको छु मैले, तर पनि राम्रोसँग टिपेको छैन। मोबाइलको देवान बेलुकाको हाम्रो दिनको सुरुवात त हाम्रो पाएनौँ। अब दिनको इन्डिङ चाहिँ यसरी भयो। हाम्रो चाहिँ खाना पकाएर भात रेडी छ हाम्रो गाईहरू। अब तरकारी पाक्दैछ। तरकारी पाकिसकेपछि हामी खाना खानेछौँ। अनि यस्तो हाई गरिदेऊ।